क्या दामी भयो अरे पेनाङको एकदम ठुलो समुद्र हो। यहाँ लगभग 15 मिनट जति लाग्दो रहेछ। 15 कति भर्खर त 300 कति पुगेछ सब्सक्राइबर 343 कति थियो दाइमा कति थियो 347 छ के 47 पुगेछ 343 के 47 कति थियो त्यो 347 रुपैयाँ एउटा के थपेको हैन अनि हैन तर टाइम दियो भने त सकिन्छ छ टाइम दिनु पर्यो अलिकति कन्टेन्टहरु नेचुरल कन्टेन्टहरु हाम्रो के त बोलेर जता गए पनि बनाउनु अलि बोल्नु चाहिँ बफेट छ हामी त बोल्दै डेभलप गर्ने त्यो ससारले के बोलिरहेको हेर्न हामीलाई त्यस्तो भाइरल हुनु पर्या छैन त्यसो मेमोरीको लागि मात्र हो कि सर्ट रिल चाहिँ हाले गर्छ सर्ट रिलमा त यस्तो आफैले बनाएको होला सही हुन्छ अरूको भिडियोलाई डाउनलोड गरेर यस्तो हुन्छ कि अहिले यो 1000 सब्सक्राइबर पुर्याउनको लागि चाहिँ त्यस्तै गर्नुपर्ने रहेछ कि किनभने मोनिटाइज हुन्छ जस्तै उनीहरूको भिडियो हुन्छ नि त्यस्तै खालको कमेडी आफूले सेम कपी गरेर बनायो नि ल हामी चाहिँ यहाँ महलमा यसो घुम्न आयौँ साथीहरू आज महलमा यहाँ साथीको चाहिँ एकदम मोबाइल किन्नुपर्ने भएर मोबाइल पसल खोज्दैछौँ हामी मोबाइल पसल अटो रहन्छ त ए मोबाइल पसलहरू के झिमझिम झिमझिम आउँछ त लाइट यार
अलिक कमै छ यसको माथि थर्ड फ्लोरमा कि सेकेन्ड फ्लोरमा हो नयाँ किनेर यसो देख्नु पर्ला है सो फाइनली हामी चाहिँ नेपाली रेस्टुरेन्टमा आइसक्यौँ मोमो अर्डर गरिरहेछ 76 मोमो चाहिँ खानुपर्छ होइन चाउमिन चाहिँ हो कि होइन दुईवटा चिकन चाउमिन एउटा पफ चाउमिन खाइन्छ अब चाहिँ ल यो नेपाली रेस्टुरेन्ट यो चाहिँ पेनाङमा है पेनाङको कुन ठाउँ रे भ्यू चाहिँ दामी छ जुनतारा होटल आहा त्यस्तो दामी भ्यू छ ल तर पेनाङ चाहिँ मलेसियाको एउटा स्वर्ग ठाउँ हो मलेसियाको चाहिँ एउटा घुम्नै पर्ने ठाउँ रहेछ हामी चाहिँ ठ्याक्क यहाँभन्दा पारी पेनाङमा हो तर हामी चाहिँ वारी एउटा साथीको चाहिँ मोबाइल किन्नु भएको कारणले चाहिँ यहाँ चाहिँ अलिक सस्तोमा मजाले मिलाएर दिन्छ त्यो भएको कारण चाहिँ हामी यता आयौँ यो हाम्रो नेपाली रेस्टुरेन्ट जुनतारा आएको त माथि उसमा त घुम्न पनि नजानु हतार गर्छ अनि फेरि गर्मी भयो भने सक्दै सक्दैन चटपटेर गर्मी त म पनि सहन सक्दैन घुम्न गर्मी रहेछ जाडो भयो गर्मी गर्नु सक्छ जाडो चाहिँ सक्दैन मतलबै लागिहाल्छ गर्मी पनि निकै बढेको पानी परेको नि निकै दिन भयो पानी पर्दा जब छुट्नै नगयो गर्मीले एक बजेर छुटेको 3 बजीमा पऱ्यो फाइनली मोबाइल किनियो यहाँबाट चाहिँ हामीले 5वटा मोबाइल किनिसकेका छौँ कभर छ न कभर यो चेकआउट थ्याङ्क यू साजा डिस्काउन्ट तर कसै हाम्रो चाहिँ सपिङ हुँदैछ कोटहरू पनि रहेछ है ल ल कोटो चाहिँ कसैको बिहा वर्तमान केही छ भने चाहिँ टक्क यहाँ सम्पर्क गर्नु होला विनोद भाइ यहाँ ह्यान्डसम हुँदैछ नकिन भने के भन्नु अब मनपर्छ मलाई नि यो प्यान्ट एकदम मन पऱ्यो के भन्नु साइज छैन बस अनि आउट साइज साइज ini 30 lah. Oh, size hampir ya ini mau scan ya? Hah? Mau scan? Mau pakai ya? Ini satu mau pakai tak? Mau handsome ah? We take for you.
नेपाल दाजुले आएर नेपाली भाषाले बुझ्छ बुझ्दैन यहाँ भिडियो गरिरहेको छु मैले त्यही भएर मलाई यत्रो सिटी भनेको त प्यान्ट चाहिँ मलाई खुब मन परेको थियो यार नर्मल साइजहरू अनि 30 अनि only 30 अनि 30 other one यो सुज चाहिँ normal size what size you wear 34 size 34 what is your friend size his size what 35 35 oh we have the do have the with the 34 36 like she got 36 now you can check that handsome oh so no oh so अनि okay no problem next time huh ल क्याप चाहिँ भाइ यहाँ रहेछ है ल यहाँ राम्रै हुन्छ ल क्याप चाहिँ भाइ यहाँ छ यो कस्तो दामी मन परेको एउटा त्यो पनि राम्रै रहेछ मोटोबाट राम्रो छ नि भुक्क अलि जान्छ नि 16 Pro Max नयाँ फोन किन्यो आज हाम्रो साथीले अब हामी चाहिँ यो मोबाइल सबै किनेर त्यसको मोबाइल सबै किनेर हामी चाहिँ अब रुम फर्किँदैछौँ 50 रुपियाँको सपिङ होइन 80 रुपियाँको दुईवटा हुडी होइन आउटडोरै भनौँ न आउटडोर किने हाम्रो दुई होइन मेरो चाहिँ अलिकति महँगै पऱ्यो मेरो चार्ज गर्ने ठाउँमा चाहिँ 500 रुपियाँ यहाँको 200 रुपियाँ भनेको चाहिँ नेपालको लगभग 65 हेरेको चाहिँ त्यो चार्जिङ पोर्ट चेन्ज गर्नलाई गाह्रो छ यस्तै हो र हामी चाहिँ फर्क्यौँ अब यहाँ दिदीले गाडी चलाइरहेछ खाना त कसले पकाउनु पनि परेन होला मेरो ड्युटी गरेर आएर नि केटाहरू सुतेको छ नि